हेलो गाइज, वेलकम टु माई युट्युब च्यानल। बिहान उठेर चिया चिया खाएर खाना बनाएपछि अब मेरो पालो यो नानीलाई कपाल कोर्दिनी। हिजो नुहाएर यस्तो छ कपाल नकोरेको। अब यो लट्टा कसरी फोर्दिनी होला नि बाबै नि। यो जाडोमा गाह्रो छ लट्टा फोर्न। यत्रो लट्टा फुटालेर कपाल पनि कोरेर भ्याइयो। अब के गर्दै बल्ल होमवर्क गर्दैछन्। अब कपाल सपाल कोरेर आमालाई थेरापी लान जाँदैछु। अब थेरापी पुऱ्याएर आमालाई थेरापी पुऱ्याएर नि पसल जान्छु। तिमीहरू त सँगै पहिला हुन्थ्यौ पनि। पाउँछु त बसी बसी झरी धेरै पछि झरिन्छु। अब अगाडि सर्ने हो। प्राकृतिक तरिकाले पनि स्रोतहरूमा आफ्नो हात खुट्टाहरू कमजोर हुँदै जाने हुन्छ है। त्यस कारणले गर्दा अलिकति हामीलाई चाहिँ अलिकति असहज भएको चाहिँ हामीलाई दुखेको कारणले गर्दा हो। बाँकी यो बाहेक यो कुराहरू बिर्सिनु भने त बाँकी सबै कुरा खुसी नै छ नि त, हो कि होइन भन्नु त? त्यस कारण हो कि होइन भन्दाखेरि हो आवाज पनि निस्किनु पर्यो बा। यो आवाज निकाल्नै पर्ने हुन्छ। आवाज चाहिँ किन होला भन्दाखेरि हाम्रो यो पेट सफा राख्नको लागि आवाज निकाल्नु पनि हुन्छ। बिहानको खाना खाने काम सकियो। अब पसल जान लाग्छु। पन्जा सन्जा लाएँ, जाडो छ के गर्नु। बिहान बेलुकाको ड्युटी भ्याएपछि अब ओटी पनि गर्नै पर्यो। हल्का फुल्का ओटी गर्न जाँदैछु। पसल पनि आइपुगेँ म। पसलमा के गरेर बसेँ है त। अब दुईटी नक्कल पारेर बसेर रहेछन् ल। टिकटक बनाउनु ला जस्तो छ ल। पसलमा, मेरो पसलमा तपाईँहरू सबैलाई स्वागत छ। यस्तो रमाइलो पो रहेछ त। के रहेछ तिमीहरू? पन्चु ल, अहिले बिचाएर डिस्टर्ब गरिदिनु भयो। मेरो काम बाँकी नै छ। म अब त्यतातिर जान्छु टिकटक बनाउन। बेलुकाको खाना मेरो परोठा घर आएर यस्तो मजासँग पाक्दैछ। आगो फुकेर चिसो चिसो मौसममा तातो तातो परोठा खाने। अब खाएर सुत्ने। 8 बजिसक्यो रातिको। मेरो भ्लग यति नै। बाई बाई।